साथीहरु हामी क्रिकेट प्रेमीहरूको लागि चाहिँ एउटा नयाँ खबर छ र नयाँ भन्दा पनि अलरेडी क्यानले 2 दिन भइसकेको छ यो एनाउन्स गरेको कि नेपाल चाहिँ हङकङ सिक्सेसमा पार्टिसिपेट हुँदैछ र अलरेडी टिमको लिस्ट आइसकेको छ र लास्ट इयरको हङकङ सिक्सेसको बारेमा हामीले सायद बिर्सेको छैन होला जहाँ चाहिँ सन्दीप जोराको त्यो आउटस्ट्यान्डिङ 50 फर्स्ट गेममा र हामीले चाहिँ जुन अस्ट्रेलियालाई बिट गरेको थियौँ र इङ्ल्यान्डलाई बिट गरेको थियौँ र अस्ट्रेलियाको त्यो प्रतिजिसीको बलिङ वाउ त्यसलाई चाहिँ वाउ नै भन्न सकिन्छ किनभने प्रतिजिसीले चाहिँ 3 विकेट लिएका थिए र सन्दीप जोराले चाहिँ इङ्ल्यान्ड विरुद्ध 50 हानेको थिए नट आउट 50 र नेपालले चाहिँ नट आउट 99 हानेर इङ्ल्यान्डलाई जितेको थियो र अफसोसको बात के थियो भने लास्ट इयर चाहिँ हामीले युएई र श्रीलङ्कासँग हारेर हामी चाहिँ टुर्नामेन्टबाट आउट भएको छौँ र योपालिको चाहिँ टिम अलरेडी सेयर भइसकेको छ जहाँ चाहिँ शरद विश्वाकर क्याप्टेन छन् र सन्दीप जोरा योपालि चाहिँ क्याप्टेन छैनन् सो आई होप उनको पर्फर्मेन्स सेम एज अ लास्ट इयरै हुनेछ र यसपालि चाहिँ अदिल आलम पनि छन् जस्तो उनको चाहिँ मेन क्वालिटी भनेको चाहिँ उनी हार्ड हिटर हुन् र यो चाहिँ उनको लागि एउटा टेस्ट पनि हुनेछ किनभने यसमा चाहिँ यो हङकङ सिक्सेसको चाहिँ फर्मेट भनेको चाहिँ के छ भने यहाँ चाहिँ आउने हो एकदम हार्ने हो छक्का चौका किनभने यहाँ चाहिँ हामीले म्याक्सिमम रन बनाउनु पर्ने हुन्छ रन बनाउन अलिकति क्वाइट इजी पनि हुन्छ अरू फर्मेट भन्दा पनि किनभने यसमा चाहिँ जम्मा 6 जना मात्रै प्लेयरले खेल्न पाउँछन् र तपाईँलाई कस्तो लाग्छ यो टिमको बारेमा जुन चाहिँ क्यानले अलरेडी सेयर गरेको छ म पनि यहाँ तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ टिमको लिस्ट र बेस्ट अफ लक यो चाहिँ नोभेम्बर 7बाट नोभेम्बर 9 सम्म हुन गइरहेको छ यो तपाईँहरूलाई पनि के लाग्छ यसको बारेमा सबैले कमेन्ट गर्नु होला सेयर गर्नु होला भिडियोलाई थ्याङ्क यू सो मच